दामी दामी सेकेवा बनाउनलाई चाहिँ हामीले काठो गराउँदैछौँ सेकेको लागि चाहिँ दर्शाउँदैछन् चाहिँ मासु चाहिँ एकदम तरिकाले लाग्ला है लाग्ला हेलो गाइस आज चाहिँ हामी चिरे खोला छौँ हेर्न सक्नुहुन्छ टक्क लाएर हामी चाहिँ आज साथीहरूसँग हरियो वन नेपालको डन हेर्न सक्नुहुन्छ यहाँ बसेर चाहिँ अब सेकुवा पकाइ भइरहेको छ अनि ट्याक्क हाम्रो त्यहाँ चाहिँ बसोबास भइरहेको छ धेरै पछि चाहिँ हजुरहरूको सामु आएको छु आज साथीहरूसँग चाहिँ बसोबास गर्दै खाँदै अनि नयाँ नयाँ कार्यक्रम पनि छ हाम्रो दाजु पुरा ढुङ्गामा बुलबुटको त्यो हो अनि यहाँ पुरा दर्शाउँदैछन् चाहिँ मासु चाहिँ एकदम तरिकाले लाग्ला है लाग्ला फेरि चाहिँ यहाँ आगो खुवाउँदैछन् यो आगो बालेर के गर्नु काले एकदम सेकुवा हान्दिने हामी चाहिँ आज सेको हान्न लाग्छौँ होइन एकदम इन्जोय गर्ने हो रमाइलो गर्ने हो खुसी लाग्यो काले अनि भाइ तपाईले के गर्न लानुभएको छ त्यहाँ चाहिँ सेकुवा बनाउनलाई त्यो हातले यार कस्तो भएन र यार सबै कुरालाई नेगेटिभ सोच्न लागेन बर्बाद हुन्छ र दामी दामी सेकेवा बनाउनलाई चाहिँ हामीले काठो गराउँदैछौँ सेकेको लागि चाहिँ कस्तो लाग्छ काले सेकेवा बनाउँदा सेकुवा बनाउने एकदम मजा लाग्यो मजा लागेछ एकदम चिप्पड हो मासुले रातो रातो हुन लागिसकेको छ रोके रातो भयो एकदम बवाल छ सेकेवा चाहिँ यहाँ चाहिँ ए सरी सरी है सेकेवा चाहिँ हुन लाग्छ यहाँ लास्टै हेट यसको रस रस निकल्दो रहेछ यार यो बङ्गुरको मासु हो देखाउनु त भान्जे बङ्गुर स्पेसल बन्न लाग्छ यहाँ चाहिँ बवाल बन्दैछ र यतामा गर्नु एकछिन फोकस गर्नु न भान्जे केही बोल्छु नि म अब आइपर्नु त सेक बनाएर खानु यहाँ चाहिँ बवाल बन्दैछ बङ्गुरको मासु चाहिँ यहाँ सेकुवा बन्दैछ है बवाल तरिकाले सेकुवा बनाउन छ हामीले चाहिँ यहाँ अनि काले भोलि भोलि चाहिँ गइन्छ चाहिँ हामी चाहिँ अनि काले राप कति आएको छ थाहा छैन को हुन्छ घुम्नु न सरसर उभिएर घुम्नु न मान्छे मजा आएको छ आज चाहिँ मा ठिकै रापले पोलेछ गर्मी भएको छ यहाँ चाहिँ मासले भयो के भयो न यो सब चिज सुएर सिदिन्छ अहिले अरूलाई धानको पात सेकबाट यो भोट थियो सेकबाट
यहाँ भएन के ओल्ड साठी चाहिँ भएन यार